सुकुम्बासीको नाम बा हुकुम्बासी। कस्तो फुर्सद छ है हामी नेपालीलाई डोजर हेर्यो बस्यो 2000 रुपैयाँ गाडी भाडा तिरेर रमिता हेर्न आएको 2000 रुपैयाँ भाडा तिरेर हेर्न आएको सो गाइज हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। धेरै समयपछि म युट्युबतिर ब्याक भएको छु। तपाईँले सायद देखिरहनु भएको छ होला, मैले चाहिँ युट्युबमा धेरै भिडियो हालेको छैन आजभोलि। के छ भने तपाईँ सबै आराम हुनुहुन्छ होला होइन। म चाहिँ अब धेरै भयो अनि यसो भिडियो पनि नहालेको, फेरि युट्युबले पनि कता गएछ भन्ने यसो जिज्ञासा राख्ला होइन। फेरि मैले यता स्टुडियोतिर पनि मेसेज आएको थियो कि अब भिडियो आएन यताउता के भनिकन युट्युबबाट आएको थियो होइन। त्यही भएर चाहिँ मैले आज एउटा धेरै होइन छोटो मिठो एउटा भिडियो लिएर आएको छु। त्यो भिडियो रहेको छ रियाक्सन भिडियो। त्यो भिडियोमा चाहिँ हाम्रो जेलेन राई हाम्रो एकजना दाई हुनुहुन्छ, त्यहाँले चाहिँ एडिट गरिकन उहाँले आफ्नो मतलब तरिकाले तपाईँले देख्नु भएको छ होला नि कसरी बनाउँछ हो। त्यो भिडियो चाहिँ मैले लिएर आएको छु। बाँकी जिज्ञासा हामी भिडियोको बिचमा गर्दै जाउँला के कस्तो लाग्छ। अहिले चाहिँ भिडियो स्टार्ट गरौँ है त। हो त रे आमा सुकुम्बासीको नाम बा हुकुम्बासी। कस्तो फुर्सद छ है हामी नेपालीलाई डोजर हेर्यो बस्यो 2000 रुपैयाँ गाडी भाडा तिरेर रमिता हेर्न आएको 2000 रुपैयाँ भाडा तिरेर हेर्न आएको ऐसा मत करो मेरी जान लाइफ में कुछ अच्छा करो यार। बेरोजगारीको हद पार गर्नु भयो क्या हजुरले। रोजगार नभने हेर्न आएको त नि रमिता हेर्न आएको म हेर्न देखिन आएको एउटादेखि डोजर हेर्न आएको रे 2000 रुपैयाँ भाडा तिरेर भाग्नु भन्दै रोजगार भएको भए यहाँ कोही कहाँबाट डोजर हेर्ने भनेको 2000 भाडा तिरेर आएको अरे आमामामा हुन त। सुकुम्बासी ओरिजिनल सुकुम्बासी होइन रहेछ नि त। अरे सुकुम्बासी भन्न अनि पुरा काठमाडौँमा बिल्डिङ खडा गरिकन हुकुम्बासी भयो नि होइन। रमिता हेर्न आउँथ्यो सुकुम्बासीहरू आफ्नो घर भत्केर रोइरहेछन्, हजुरलाई चाहिँ रमिता लागिरहेछ होइन त यो। बिचरा मेरो मन त्यसै हुन्छ। डोजर चलाउन किन छोड्ने? डोजर कन्टिन्यू चल्छ, यदि रोक्ने नै हो भने म गएर डोजर मुनि सुत्न चाहिँ म तयार। डोजर भन्दा पहिला म छाती थापेर बस्छु। यत्रो छाती थाप्नु चमुची भतुवा पनि मुखै छाडे बड्डाले बाचाले चुनाव जितेकाहरूलाई बाचा पूरा नगरेको आरोपमा मुद्दा लाग्छ कि लाग्दैन? मुद्दाको कुरा छोडिदिनुहोस्, तर सुकुम्बासीको आँसु र मन्दिर भत्काएको पाप चाहिँ लाग्छ भन्दैछ। यो मन्दिर अझै हाल्ला हे शिव भगवान तपाईँ पनि सुकुम्बासी हो र? तपाईँ पनि सुकुम्बासी हो र? मैं गाली नहीं दे सकता, फैमिली देखती है वरना मैं ऐसे ऐसे गाली दूं ऐसे गाली दूं जिंदगी भर याद रखेंगे। सर्वहारा वर्गलाई जसरी रुवाको छ नि बालेनजीले आँसु मलाई जस्तो रुवाछन् त्यस्तै दही बलेको आउँछ। मान्छेको घर भत्काएर त्यो सबैलाई त्यो टाट पल्टाएर बाटो बढाउनु चाहिँ त्यो सही हुँदैन। अनि गरिब सुकुम्बासीको घर चाहिँ किन भत्काइदिएको त? काँदैन हजुरले मारिदिनु पर्यो गोली हानेर मलाई गाई लक्ष्मी बाछा एक हप्तासम्म म्याद दिनु भने हो कि म अन्त ठोक त्यही त यत्रो वर्ष त बसिसके, एक हप्ता मात्र टाइम दिएको भए के जान्छ? यहाँनिर यत्रो नोटिस दिएको छ अनि के हो? दुई दिनको समयले हुन्छ, मान्छे कहाँ पुगेको हुन्छ कमाउनलाई। के बोलेको यो? अलिक विचार गरेर बोल्नुहोस् है। फ्रिडम अफ स्पिच भनेको यही त हो नि। प्रधानमन्त्री हुन्छ नि राम्रोसँग। हेर्नु त यहाँ के भन्दैछ। मलाई कति गाली गर्छन्, गाली त गरौँ नै, केही फरक पर्दैन। होइन फरक चाहिँ पर्न पनि हुँदैन, किनभने चाहिँ अब प्रधानमन्त्री भइसकेको छ अलिअलि कसैले राम्रो मान्छ कसैले गाली गर्छ, त्यो चाहिँ स्वाभाविकै हो जहाँ पनि हो है मैले देखे अनुसार। पुरै रिसमा छन्, कुनै दिन भेटे बेला कुट्लान् भन्ने डर भयो क्या। बालेसाले म थुतेर भएन म बाटोमा भएन कुसु मान्छे लाएर भएन कुसु मासाले एकदमै क्युट तर त्यो पारा एकदमै ग्याङ्स्टर छ। बालेसाले बास दिनु पर्यो कि आस दिनु परेन नि मैले त्यसले के गरेको त बाइलनले के गर्छ त्यो तेल निकालेर तरकारी पकाउने हो मार चोर। बालन ठिक लाग्छ, सबैजनाको लुटिसक्यो के ठिक लाग्छ? बालेन पनि लुट हो। लुटेन त पसलवाला मान्छेको पनि उठाएर लिएर जान्छ, यो साइकलवाला त कुरै छैन। बालन सरकार त चोर हो। हो म त चोर हो। भिखारी जस्तो भोट दिनुहोस् भन्दा ढुक्दै आउँछ अनि आफ्नो होइन त्यस्तो भिक्षा मागेको होइन है उहाँले चाहिँ। तपाईँ भाषणमा जानुभएको थियो कि नै? यो चाहिँ मैले अलिक चित्त बुझेन है। त्यस्तै हात जोडी हजुर मलाई भोट दिनु होला म यस्तो त्यो चाहिँ भन्नु भएन है। छोटो बोलमा मिठो बोलमा तर कडक बोल्नु भयो। स्वार्थ पुरा भएपछि मुदीहरू अनि फेरि छाडा बोल्नु भयो क्या। छाडा बेला हाल्ने अनि अहिले आएर गाली गरेर हुन्छ। घन्टीले हाल्यो भने भोट हाल्नु त होइन। घन्टीलाई भोट हालेको सबैभन्दा बढी भोट सुकुले हालेको क्या। भोट हाल्यो आज घन्टीले हामीलाई यस्तो गर्ने बालेनसाले भोट हालेको अब रिग्रेट हुँदैछ होला तँलाई होइन? रिस त उठिहाल्छ नि, ऋण लिएर बनाएको घर भत्काइदिएपछि। सिन्दालेर घरले आमसम्मको ऋण तिर्दिएपछि हामी निक्लिरहन्छ ल बाहिर सरकारलाई भन्नुहोस् त ऋण तिर्दिने भनेर। घन्टीका छोरा हो हात यार यस्तो त त्यो कुसंस्कारको लागि पैसा पनि छैन। ऋण तिर्दै घरलेको म पुरा घरै छोड्दिन
अनि ऋण लिली घर चाहिँ किन बनाएको त त्यो पनि सरकारी जग्गामा कमाएको जति त्यही सबै त। यही घरमा हालेर बसेको थिएँ। हामीले कति लाख तिरेर बनाएको घर हो। यहाँ घर बनाउनु साटो कतैतिर लगेर चाहिँ आफूले चाहिँ लगानी गरिदियो भने अहिले आनन्द तोले ए बाबा हामीले पनि त कौन चाहिँ फ्रीमा घर बनाएको हामीले त पैसा तिरेर बनाएको हो अनि त्यो बनाउनुभन्दा पहिला एकचोटि त्यहाँ हुन्छ नि त अब नापीसापी यताउता जग्गा जग्गा कस्तो के हो अनि सरकारको जग्गामा चाहिँ अनि घर हाल्दा थोरै बन्नु पाइन्छ यार गर्न पाउँथ्यो यो रोउनु पर्दैन थियो नि त्यो त हो तर पुराना पार्टीहरूले पछि सही भने। पाउँछौ भनेपछि बनायो होला नि तिमीहरूले लाल पूर्जा पाउँछौ भन्नुभयो। लाल पूर्जा दिन्छौँ लाल पूर्जा दिन्छौ लाल पूर्जै दिन्छु भनेको थियो भन्थे काङ्ग्रेसले नि भन्थे एमाले नि भन्थे माओवादीले नि भन्थे। धेरै जस्तो एमालेको भोटर छ अरे एमालेको भोटर्सहरू छ। हामी त एमालेकै थियौँ होइन उहाँहरूलाई नै भोट दिन्थ्यौँ हामीले उहाँकै मान्छे हौँ हामी। उहाँले पनि त कौन चाहिँ केनीगरमा थियो र हेर्नु तपाईँ कति त्यो भोट दिँदाखेरि यहाँ कति उभेले हुन्थ्यो होला अहिले यस्तो बुढी हुइसक्नुमा छ तबसम्म खै केही फरक पर्यो केही पनि परेन त्यस्तै हो क्या त्यो भन्नुभएको छ नि एउटा भाषणमा हाम्रो बालन शाह हाम्रो प्रधानमन्त्रीज्यूले 35 वर्षसम्म नभएको काम 35 मिनटमा नखोज्यो भनिकन राइट भन्नुभएको त्यहाँले साँच्चै भन्दा त्यो बेला चाहिँ किन भनेन हो नि यहाँहरूले त्यो बेला त मुखमा के मुख बुझ लाएर बसमा थियो हो म मान्छे दुःख छ यहाँहरूले तर अब बिस्तारै बिस्तारै होला नि त बिस्तारै बिस्तारै त्यसको सोल्युसन पनि हुन्छ अब वेट गर्नुहोस् हामी एमालेको मान्छे हो भन्नुभयो तर खै त हजुरको घर भत्किँदा एमालेहरू आएको भोट माग्ने बेलामा मात्रै हामी बाटोमा एमाले चोरहरूले खाए मजाले राखे भोटर अब हुन्छ नि र्याली स्यालीमा जानलाई यहाँबाट मान्छे त धेरै निस्कियो सुकुम्बासी। तिमीहरूलाई आयोग बनाइसकेपछि तुरुन्त लाल पूर्जा भन्नु पर्यो। लाल पूर्जा पनि छैन फुलित्तै केही पनि छैन अहिले चाहिँ एकदम ठिक आफ्नो घर भत्किँदा दुःख लागेको छैन छैन मलाई त के आफ्नो सम्पत्ति भाव दुःख न आफ्नो नाममा लाल पूर्जा छैन अहिले बस्यो त्यसको सजिलो छैन क्या आफू बसेको ठाउँ छोड्न डोजर ल्याएर आफ्नो बस्ती नै हटाइदिएपछि पिर पर्दैन महल बनाएको छ अनि पिर परिहाल्छ नि सुकुम्बासीलाई पिर परेको छ छैन हाम्रो छँदै छैन यत्रो पिर पनि हो असली सुकुम्बासीहरू जसले चाहिँ पक्की घर बनाउनु भएको छैन उहाँहरू त खुसी हुनुहुन्छ झन्डा रहेछ घन्टीकै सरकारले अब यो बस्ती भत्काउनलाई राम्रोको लागि भत्काए ठिकै छ ठुल्ठुलो घर बनाइहाल्छ कतिले त राम्रो गर्नु भएको थियो हजुरको चाहिँ के को हो नि घर मेरो त काठको भनिहालेँ नि आमा कति तलाको घर हो यो 1 2 3 4 5 तलाको घर। सुकुम्बासी बस्तीमा 5 तलाको घर यो त भत्काएको ठिकै हो यार तर वास्तवले नै बनाउन न जीवनभरिको कमाइले बनाएको थियो अनि सुकुम्बासी बस्तीमा 5 तलाको घर भएको मान्छेलाई पनि सुकुम्बासी भन्ने त त्यही त यार नभएकोलाई चाहिँ सुकुम्बासी भनिन्छ क्या अरू जिल्लामा कहीँ कतै जग्गा छ कि छैन जग्गा अलिकति छ छैन भन्दैन तर भिड पाखा भइरहेको छ। त्यहाँ चाहिँ छैन तर ऊ पाहाडमा छ भने चाहिँ सुकुम्बासी भनिन्छ क्या मेरो गाउँमा छ के अरे मेरो बाउ बाजेको त त्यो सबै जङ्गल भइसक्यो। अनि गरी खाने दुःखले गाउँको जग्गा छोडेर सहरमा सुकुम्बासी हुन आएपछि जङ्गल हुँदैन त भनेर हुँदैन कमेन्टमा त। गाली गर्दैछन् अब फर्केर गाउँ जाने हो खेत गर्न 15 किलो काउलीले 1 किलो चामल पुग्न पुगे छैन कस्तो खेत गर्नु। कस्तो कुरा गर्नुहुन्छ यार सहरमा अनि यति ठाउँ पाइन्छ त दुःख त गर्नु पर्यो नि पर्यो गाउँमा अनि पनि दुःख गरिरहेको छन् त गरिहान अनि यदि यो घरधनी सुकुम्बासी हो भने नेपालको 90% जनता सुकुम्बासी हुन् ल यत्रो हुकुमबासी भए चिल्ला गाडी चढिन्थ्यो एउटै घरमा 2टा 3टा बुलेट 2टा पोजेरो छ यहाँनिर बापरे यो त धोती खोल रहा है कार कति यहीँनिर पार्किङ गर्छन् कारहरू। भनेपछि सुकुम्बासीहरू कार चढेर हिँड्छन् आफू यहाँ ठुलो बाइकमा हिँडिन्छ यार सुकुम्बासी कि त्यो सुकुम्बासी त ल भन्छ दाइ हेपेर नबोल्नुहोस् है क्षेत्रको तिमीहरू चाहिँ कहाँको धनानी हो महासुकुम्बासी गैर गुर्सिया त तिमीहरू हो सुकुम्बासी त धनी हो पैसा दिएर मुई बस्यो हो रहेछ सुकुम्बासी भनेको सानो झुपडीमा बस्ने गरिब भनेको त धनी पो हुँदो रहेछ नि यार निधारमा लेख्या हुँदैन को धनी छ को गरिब छ। निधारमा त लेख्या हुँदैन तर घाँटीमा त झुन्ड्या हुन्छ नि कि मेरो निधारमा लेखा छोरा यार हेर्नु देख्छु कि हेरिरहेको छु उहाँसँग पनि रहेछ सिक्री नकली सुन भन्नुपर्छ नि सुनकै हो भनेर सान झारिहाल्नुपर्छ है हुकुम्बासी रहेछ सुनको सिक्री लगायो भन्ला नि फेरि ट्रोल बन्ला भन्न खोजे ट्रोल बन्दैन घाँटीमा सिक्री लगाएको त हो नि के सुनको दाँत लगाएको हो र ट्रोल बन्नलाई सुनको दाँत लगाएको 3000 को सुनको दाँत त्यो क्या भालेको हो कि माथिबाट सुनको दाँत लगाएको रहेछ हुकुमबासी हो रे त्यो बोल्ने शब्द हो उसको छोराछोरीले कमायो आमालाई गिफ्ट दियो त्यो चाहिँ लाउनै नहुने के सुन सबै खोलेर रोडमा लगाएर राख्नु पर्ने काकी उल्टो ठुल्ठुलो कुरा नगर्नुहोस् नक्कली सुकुम्बासी रहेछ भनेर झार्दिला नि फेरि सुनको दाँत दाइजो मामा दाँत चाहिँ फेरि 24 क्यारेट गोल्ड हो क्या हातमा आइफोन 17 प्रो म्याक्स घाँटीमा सुन छोरछोरीले कमायो अलिअलि जमायो एउटा सिक्री लाग एक तले घर बनायौँ कि त्यो नहुनु पर्ने हो त। एक तले घर सुनको सिक्री लाउन सक्ने भइसक्नु भयो त अब त सुकुम्बासी होइन होला नि कि एकचोटि सुकुम्बासी भइसकेपछि जिन्दगीभर सुकुम्बासी हो उहाँहरू निकै पहिला सुकुम्बासी हुनुहुन्थ्यो भने पनि विभिन्न काम गरेर अथवा वैदेशिक रोजगार गरेर भए पनि अहिले उहाँहरू सुकुम्बासी अवस्थामा हुनुहुन्न। त्यही भएर यो सुकुम्बासी अवस्थामा
नभएकोहरूको घर भत्काइदिएको पनि ठिकै हो। ठिक त ठिकै हो, तर सामानको चाहिँ भरपाई गर्नु पर्यो बालेन सरले। त्यसरी आएर दोजर चढाउने हो, त्यसको बाउ आएर तिरेर यहाँको सामानको पैसा। अब गरिब सुकुम्बासीहरूको सामान त कति नै होला र? 3 तोला मेरो सुन थियो और यो सामान यत्रो पसल थियो मेरो 20 लाख चाहियो मलाई। 20 लाख ज्यादा नि। आम्मामामामामा त्यत्रो पैसाले त आफ्नै जग्गा किनेर पनि घर बनाउन सकिन्थ्यो नि त। किन बस्नु सरकारको जग्गामा? के भनौँ? 3 तोला सुन त सुरक्षित छ। मेरो सुरक्षित हुनु ल्याएर डोजर लगाइदिएपछि कहाँबाट सुरक्षित गर्ने? ए भनेपछि पैसा सुन सामान सबै पुर्यो, निकाल्नु भएन? कहाँ निकाल्छ? सबै पुरो मेरो लकेट हिजो चुटेर मैले फ्रिजको माथि राखेँ। त्यो कहाँ छ? मेरो 5 लाख रुपैयाँ पैसा दराजमा छ। त्यो छैन भने के गर्ने हो? त्यत्रो सुन पैसा रहेछ, अब जे गर्ने हो कबाडीवालाहरूले गर्छन्। सारा माल उनका लेके निकल जाएंगे। तर यार अब यसो फेरि हाँस्यो भन्नु होला होइन, हुन त दुःखको कुरा पनि हो। तर उहाँहरूले थाहा थियो त अनि सरकारी जग्गामा घरहरू बनाउनु हुन्न यस्तो। अब दिन एक दिन थाहा त भइहाल्छ नि त होइन। तपाईँले भोलि बनाउनुहोस् पर्सि बनाउनुहोस्, तर दिन एक दिन त्यो पालो आउँछ क्या हेर्नु। नत्र हामी के सबै ऊ हो र हामी के एकदम यत्रोको सानो टुक्रा जग्गाले पनि लाखौँ रुपियाँ हालेर किन्ने, त्यो त अब हामीले निश्चय पनि केही न केही सोचेरै त भनिहाल्यो नि त। पछि सरकार आयो भने केही हुन्न, सबै नापी हुन्छ यताउता, त सोच्नु पर्ने थियो। त्यही भएर जे गर्नुमा छ हाम्रो बालेन सर प्रधानमन्त्रीज्यूले जे गर्नु छ एकदम सही गर्नु छ। मेरो लागि चाहिँ हामीले केही पाउनको लागि केही घुम्न आउने पर्छ हेर्नु। त्यत्तिकै नेपाल बनाऊ भनेर मात्रै हुँदैन। अब नेपाल बनाऊ भन्दैमा सबैले अब घर बनाएर दिने, सरकार जग्गा वरिपरि घरै घर बनाएर दिने त भएन नि त। आफ्नो सरकारको जग्गाहरूले संरक्षण गर्न पऱ्यो, त्यसैमा केही न केही चिजहरू बन्ला। पछि फ्याक्ट्री स्याक्ट्री यताउता बन्छ यार, बिस्तारै भन्नुभएको छ त हाम्रो यार प्रधानमन्त्रीज्यूले। 35 वर्षसम्म नभएको काम 35 मिनटमा नखोजौ भनेर भन्नुभएको त, के को लागि भन्नुभएको छ? त्यही भएर गाइस नआत्यो, बिस्तारै हुन्छ। यत्रो वर्ष झेल्यो, कमसेकम 24-25 वर्ष झेल्यो होइन। अब चाहिँ अब 24-25 वर्ष केही न केही होला हो, त्यही सोचौँ। तर त्यति लामो समय चाहिँ लाग्दैन मेरो विचारमा। अब हेर्दै जाउँ के कस्तो हुन्छ। सो गाइस अर्को भिडियो ल्याउँदाखेरि यस्तै रमाइलो खालका भिडियोहरू। सो आजको भिडियोबाट चाहिँ म पनि बिदा हुन चाहेँ। ओके बाई बाई, जय नेपाल।